खाना खाने हो हाँ? ल यहाँ अर्को हो गइरहे रहेछ क्या खोला नि तर है कस्तो छ जस्तै चिसो छ लास्टै चिसो छ एउटा हातमा सुट अर्को हातमा सक्स बाटो यस्तो छ कस्तो मजाको कस्तो चिसो छ है पानी सबै त भने के हो नि सोधौँ न पेट्रोल पाइन्छ कि नै भनेर फाइनल्ली हामी सिक्लेस आइपुगेछौँ यति अफ कोरीको त कुरै छोडिदिउँ सिक्लेससम्म पनि सोच विचार गरेर आउनु चाहिँ राइड गर्नेहरूलाई चाहिँ गाडीमा चाहिँ अब राम्रैसँग आइन्छ होला तर बाइकमा त होइन गाडीमै पनि एकदमै लास्टै गाह्रो यो बसेर आउने हो तर यति उफार्छ नि त्यो बाटोले यति गाह्रो छ नि एकदमै बाइक राइड गरेर यहाँ यस्तो यति थकेला छ कुरी कसरी जाने हजुरहरूले पहिल्यै चाहिँ माइन्ड मेकअप गरेर आउनु कि हजुरहरूले यो बाटोमा आउँदाखेरि आधी बाटोसम्म चाहिँ सुज लाउनु आधी बाटोबाट चाहिँ चप्पलै युज गर्नु किनभने कस्तो डेन्जर मतलब खोला चाहिँ त्यति ठुल्ठुलो होइन तर त्यो ढुङ्गाहरू चाहिँ तलमाथि भएको कारणले चाहिँ खोलामा चाहिँ हामी झर्नै पर्छ म चाहिँ झरेँ होइन हजुरहरू सक्नेले चाहिँ अब राम्रैसँग सक्नुहुन्छ होला बट हामी चाहिँ 2-3 ठाउँमा चाहिँ झरेर आयौँ खोलामा चाहिँ
जेन्ट्सहरूले चाहिँ लिएर आएकै थियो है, ल्याउन चाहिँ, तर सिङ्गल सिङ्गल पछाडि बस्नेहरू चाहिँ झर्नु भएको थियो। हामी चाहिँ लेडिज आएको। तर दिदी पछाडि आउँदै हुनुहुन्छ, एउटा बुलेट अनि एउटा चाहिँ हाम्रो होन्डा एक्स प्लस। दिदी आइपुग्नु भएको छैन, आउँदै होला। फेरि यस्तो बाटोमा आउनु हुँदाखेरि कुनै यस्तो प्योर हर्ट भएको मान्छे नि भेटाउनुहुन्छ। हेल्प गर्नुभएको थियो बाटोमा, बिच बाटोमा एउटा भाइले, उहाँलाई चाहिँ एकदमै थ्याङ्क यू। ल गाडी आइपुग्यो क्या हो, ल गाडी आइपुग्यो जस्तो छ। ल भर्खर आइपुग्नु भयो हाम्रो दिदी पनि। लड्यो दि हिलोमा चिप्ल्यो होला, स्लिप। केही त भएन नि दी, केही त भएन नि। फाइनली अब बाइकलाई यहाँ होइन टक्क। हामी जस्तै दुःख पछिको रमाइलो हेर्न चाहनुहुन्छ भने कहाँ आउनु रे? सिक्लेसैको मेलैमा त हो, पैसा धेरै त्यहीँ बस्नुलाई। पानी हुन्छ होला है, गर्मी जस्तै छ। के ठिक छ त? हिँड्नु न, हिँड्नु सामान छ त के होइन यो हाम्रो लगी चाहिँ त्यहाँ रङ नम्बरमा। कति रे हाम्रो रुम, कति रे? 005 थियो, उसले चाहिँ 5 मा। अघि हामी रङ रुममा गइछौँ के। ल ठिक छ, ल ठिक छ नि, ठिक छ। ल एट्याच रहेछ टक्क लाएर। ल को जाने हो पहिला को जाने हो? बाहिर यस्तो रमाइलो छ कि म अहिले पछि भिडियो गराउँछु। अहिले पछि पुरै भिडियो बनाएर देखाउँछु है। गएर त्यहाँ कुन गाउँ हो थाहा भएन। कोरी हुनेले त खतरा सुकुटी छ कि नै हाम्रो लागि? मलाई छोड्नु म यारे हिमाल हेर्नु न। खानी ठाउँ आयो।
ओके धान त है चाटेछ धान गे कस्तो छ मिठो छ कस्तो जाडो भएको यता आयो फाइनली तासा हामी आफूहरू भन्दा ठ्याक्कै 1 घण्टा ढिलो हुने थियो क्या हो हामी 8:30 बजे हो तपाईहरु ढिलो भयो 10 बजे थियो 4 जना छौं दाइ हामी 4:30 मा आइपुगेछ त किनभने भोलि आज पानी पर्यो नि भोलि जीवनजल हालेर आउनु भएको जीवनजल हैन एमा त उसकेरी रेड बुल के हो यो के हो यस्तो पारा भाङ अचार खाने खाएर हिँड्दै जाडोमा यस्तो यसको त अचार खान्छन् नि हाम्रो खान्छन् लाग्दैन यसले लाग्दैन नलाग्दो रहेछ धेरै ल फाइनल्ली है बाटो हेरेर कुर्दा हाम्रो दिदीहरू आइपुग्नु भयो ल वेलकम ल खै दिदी खै सकिन्छ धेरै उकालो छैन रे 1300 उकालो छ रे यो त ठाडै उकालो हो नि ल खोलिदिनु ल छोडिदिनु ल खोइ त अनि यारको दिदी आउँदै हुनुहुन्छ मेरो कस्तो गरौँ भाइ खै के छ के गरौँ भएको हो र साँच्ची मेरो झोला नि त्यस्तै गरौँ आधा लुगा त छोडेर आएको नि हामी अझै हामीले नि छोडे हौ भोलि छोडेर लुगा वहीँ सिग्लेस त्यही होइन र अघि कति चाहियो त्यहीबाट रहेछ त आएको दिनै लायो त्यही देखेछ नि लुकेको बाटो हो यो त पुल बनाइदिए हुन्थ्यो त केबल कार ल्याउने अरे के अब ल्यायो भने त यो बीचको होटल त कामै लागेन खै हामी त बुढेसकाल लाग्छ आइपुग्दा त केवल कार आएर दिदी आइपुग्नु भयो ल एक ठाउँमा चाहिँ छ अरे कि लट्ठी टेके हिमालमा चढेको जस्तो टाइपको के ल आउनु रेस्ट गर्ने छिटो बाजार पनि थाकेछ ल अझै 4 जना छन् नि यसरी फट्टाहरु निकाल्न पाइएन तरकारी पाक्दै छ हाम्रो दाइलाई नि देखाइदिनु भाइलाई पनि आलु र मस्यौरा दाइ मासु पाक्ने हो कि नै आज मासु पाक्छ अहिले पाक्छ नि है ल मासु खाने मान्छेलाई देखाइदिनु नै मासु खाने मान्छे म त यो पनि यतिकै भए पनि मिठो हुन्छ मिठो हुन्छ आलु भुजिया टक्क कस्तो अर्कै फ्रेस हुने है यत्रो हिँडेर आएर नि मलाई थकाइ लागेको फिलै भयो थकाइ हराइसक्यो नि दिदीहरु भन्छ कि मान्छे भनेको रहेछ अझै
स्याहार पनि आइसक्यो ल अब सुरु गर्ने है त मासु नखाने दुईजनाले नै तपाईँ यता बस्नु बल्ल उता मान्छे पक्ने म चाहिँ यही खान्छु ल ल यता बस म ब्याग यहाँ राख्छु म कहाँ बस्छौ त उभिन्छौ ए सुज लगाइहाल्छु के गर्ने हो हावा पो लाग्यो कति सेतो हो खुट्टा खेर्छौ तिमीले एउटा सेतो बाबाको गल्ती अन्डा नखोल्साको के मलाई झ्याउलाएर भनेपछि मैले मेरो हात फेरि चिसो पानीमा बुढाउन पर्यो अब हामी रेडी भयौँ यहाँ चाहिँ खाजा खाँदैछ बाप रे बाप अनि ज्यान दुखे छैन त्यही भएर रहेछ चटक्करी लिपस्टिक लगाएको यहाँ कोही कोहीले चाहिँ फेरि टिकटक बनाएर नि भ्यायो ल अब हामी खाजा खाएर हिँड्ने हो ल निन्द्रा लाग्यो कि नै लाग्यो के हो यो टमाटरको बोट हो क्या हो फोन एकछिन चार्जमा राख्नु पर्यो अब सबको पोस्टर रहेछ हाम्रो पनि टास्न पर्ने हो के अरे पासपोर्ट साइज फोटो टास्ने होला है